जो चाहिँ मेरो यहाँबाट रानी भागिसकेको हो। यसमा चाहिँ यसको आउने जाने चाहिँ यतापट्टि छ। मैले यसलाई अलिक उल्टोतिर फर्काइदिएर राखिदिएँ। यसले यता रानी भागिसकेपछि अरू मौरीहरूलाई दुःख दियो भनेर अरू घरमा गएर झगडा गर्ने गरो। त्यही भएर यसको चाहिँ मुनि मैले यहाँ कमिलाहरू नजाओस् भनेर मुनि यो कपडा बाँधेर यसमा मोबिल लगाइदिएको थिएँ। बक्साको माथिको कभरहरू चाहिँ मैले लगाएको छुइनँ। यो अलिकति बाहिर बसेको छ, म यसलाई भरे भित्र हाल्छु। यो बसेको 3-4 दिन भयो, अस्तिदेखि 3 दिन पछाडि चाहिँ रानी चाहिँ भागो। मैले गेट लगाएको थिएर पनि निस्केछ र गेटसँगै निस्के अलिकति भागिहालेँ। बाँकी भाले मौरीले गेट छुनेछ र निस्किन सकेन नि। 3 भाग जति चाहिँ निकै छन् मौरी। बाहिर अलिकति यता पछाडि छन्। मैले ढुँड उता घुराइदिएकोले गर्दा झुक्किएर यता रखाउँ नि। अहिले चाहिँ लगभग अब त्यति साह्रो यताउता घुमेका छैनन्। यताउता जाने आउने मात्रै गरेर छन्। ओल्लो पल्लो ढुँडले दुःख दिएको छैन। र यो पनि पहिले नै आइसकेको मौरी हो। यसमा पनि यहाँका चाहिँ अलिक छुट्टा छन्। सायद बाहिर बसिसकेकोलाई त्यहाँ मुनि नै गएर हेरौँ भने पनि यिनीहरूले अस्ति त्यही रानी छुटेकोले दुःख दिएको थियो यो ढुँडलाई। त्यही भएर अलिक मान्छेलाई त्यहाँ गयो भने अहिले एट्याक गर्छ भनेर म जाँदिनँ। हिजोसम्म अलिक एट्याक गर्थ्यो। यो चाहिँ एउटा खाली छ। यसमा चाहिँ यो खाली नै छ, यसमा चाहिँ बसेको छैन अहिले। यसलाई पनि मैले त्यसै गरिदिएको छु। कमिलाहरू जाँदैन यसो गरिसकेपछि, त्यही भएर माथि राखिदिएको छु। र अब अर्को छ मेरो सबैभन्दा पहिले आएको ढुँड, पहिले आएको ढुँडको मौरी। आज मेरो सबैभन्दा फर्स्ट आएको मौरी हो। यी मौरी चाहिँ काम पनि मजाले गरिराखेका छन् र मैले यसैबाट चाका पनि निकालेर त्यो आधुनिक घरमा राखेको मौरीलाई दिएको थिएँ। त्यसमा 3टा नयाँ चाका पनि राखिदिएर यसमा पनि बच्चाहरू भएको चाका छैन। अब भर्खरै आएको हो, 15-20 दिन भयो। यसमा पनि बच्चाहरू फुलपिउपा त्यस्तो केही पनि छैन। त्यही भएर मैले नयाँ चाका नै भए पनि निकालेर तिनीहरूलाई अस्ति दिएको थिएँ। मेरो ती मौरी चाहिँ बित्पाते भए। अब त्यसमा चाहिँ रानी छैन। यी मौरी पनि त्यस्ता छुच्चा पनि थिएनन्। मैले साह्रै सहज तरिकाले समाएर ल्याएको थिएँ। साह्रै नै धेरै थिएछ न चाहिँ, त्यही भएर गाह्रो पनि भयो होला यो ढुँडमा। त्यही भएर फ्रेममा बस्नलाई पनि यिनीहरूलाई अलिक गाह्रो भयो। 3टा चाका चाहिँ मैले बाँधिदिएको थिएँ त्यसमा फ्रेममा। आधार चाका चाहिँ थिएन लगाइदिएको। त्यही भएर पनि होला भाग्नलाई कोसिस गरिरहेको थियो। रानी कसो निकालेछन् रानी गेटबाट र रानीसँग अलिकति 3-4 भागको 1 भाग चाहिँ गएर 3 भाग चाहिँ अझै पनि छन्। भित्र निकै नै छन्। यी बाहिर यता बस्दै यताउता गर्दै गरिरहेका छन् बाहिरका पनि। अस्ति 1-2 दिन चाहिँ यहाँबाट निस्केर अर्को ढुँडलाई पनि साह्रै दुःख दिएँ। त्यही भएर मैले यसको निक्लिने बाटो चाहिँ उतातिर फर्काइदिएँ। त्यही मैले बनाएको उसमा फ्रेमहरू पनि यस्तो थियो। यो त्यहाँ मैले लगाइदिएको थिएँ। 5वटा जति त्यहाँ लगाइदिएको छु। अरू यतै थिएँ बाहिर। त्यो सुपरको बनाएको थिएँ। त्यसको ढकन पनि यतै छ, मैले लगाइदिएको छुइनँ अहिले चाहिँ।